नमस्कार सबैजनालाई जतिजना पनि नयाँ हुनुहुन्छ यो च्यानलमा थ्याङ्क यू सो मच फर युर लभ एन्ड सपोर्ट। यो मेरो एउटा सानो प्रयास हो टु सेयर माई जर्नी विथ यु गाइज। मैले आजसम्म जे कुराहरू पनि सिकेँ भोगेँ त्यो सबै कुरालाई चाहिँ म कन्टेन्टको मार्फत हजुरहरूको अगाडि ल्याउँ भन्ने यो मेरो एउटा छोटो सानो प्रयास हो। जसरी हजुरहरूले सपोर्ट गरिरहनु भएको छ आगामी आउने दिनमा पनि त्यसरी नै अझै मिठोसँगले हजुरहरूले मलाई सपोर्ट गरेर अगाडि बढाइदिनुहुन्छ भन्ने ठुलो आशाको साथ म आजको भिडियोमा चाहिँ एउटा सानो ब्रिफ इन्ट्रो जस्तो खालको एउटा भिडियो। यो चाहिँ के हो भन्दा हामी धेरैजनाले मेरो कन्टेन्ट हेर्नुहुन्छ, कतिजनालाई क्युरियोसिटी पनि होला कि को हो म भन्ने कुरा होइन, कहाँबाट जन्मे होइन, म कहाँबाट जन्मे होइन, म कुन ठाउँमा जन्मे होइन। मेरो जन्म एउटा नर्मल हम्बल फ्यामिली ब्याकग्राउन्डबाट बिलङ गर्छु म। मेरो गाउँ एउटा सानो हरियालीले भरिपूर्ण, सबैजनाले किचकबद भनेर चिन्नुहुन्छ। त्यो तपाईँको ठक्क पृथ्वीनगर पर्छ कि, बिर्तामोडदेखि तल चन्द्रगढी सगरमाथा हुँदै हुँदै ग्यान्चोक हुँदै हुँदै पृथ्वीनगरको भित्रपट्टि तपाईँले किचकबद भन्ने जग्गा पाउन सक्नुहुन्छ। यदि तपाईँहरू कोही नियर बाई एरियामा हुनुहुन्छ र तपाईँले आजसम्म भिजिट गर्नु भएको छैन भने प्लिज डु भिजिट। इतिहासले भरेको ठाउँ हो, तपाईँलाई डेफिनेटली डिफ्रेन्ट फिल हुन्छ र म हजुरलाई रेकमेन्ड पनि गर्छु एकचोटि भिजिट गर्नु होला। यदि कोही मेरो कुरा सुनेर भिजिट गर्नु भएछ भने तपाईँको एक्सपिरियन्स के कस्तो रह्यो प्लिज लेट मी नो इन द कमेन्ट। यस, म गाउँमा किचकबद म गाउँमा 6 कक्षासम्म पढेँ। त्यहाँ पछाडि मलाई मम्मीले नेक्स्ट स्कुलको लागि सिटी पठाउनु भयो बिर्तामोड। अब सानोमा बिर्तामोड चाहिँ मलाई साह्रै ठुलो लाग्थ्यो, अब अहिले त त्यस्तै हो, तर बच्चामा चाहिँ मलाई बिर्तामोड एकदम ठुलो सहर जस्तो लाग्थ्यो कि म हराउँथेँ, म गल्लीमै हराउँथेँ त्यति बेला चाहिँ। यस, 6 देखि मैले 10 सम्म बिर्तामोडमा पढेँ इडेन गार्डन बोर्डिङ स्कुलमा। म पढ्ने टाइममा त्यति बेला मोहन आचार्यजी हुनुहुन्थ्यो प्रिन्सिपल। अब अहिले को हुनुहुन्छ आई एम नट स्योर। 10 कक्षासम्म म त्यहाँ पढेँ। त्यहाँ पढिसकेपछि फेरि म ब्याक टु भिलेज, मेरो आफ्नै गाउँ गएँ अनि फर्दर अरू अन्य कुराहरू गर्दै गएँ र त्यो गर्ने क्रममा गर्दा गर्दै आज म दुबईमा छु र दुबईमा मेरो नयाँ कहानी, मेरो नयाँ कथा र मेरो नयाँ जर्नीमा म अगाडि बढिरहेको छु। र कन्टेन्ट क्रिएसन पनि मैले दुबईबाट नै सुरु गरेँ। नेपालमा मैले डेफिनेटली ट्राई गरेँ तर बिचमा मैले गिभ अप गरेँ भनौँ, र त्यही फेरि मेरो अधुरो कहानीलाई दुबईमा आएर फेरि पनि मैले स्टार्ट गरेको छु र मैले हजुरहरूको सपोर्ट पाएको छु। थ्याङ्क यू सो मच फर बिलिभिङ इन मी गाइज। यो मेरो एकदमै छोटो इन्ट्रो रह्यो हजुरहरूको लागि। बाँकी अन्य कहानी कथा व्यथाहरू भन्ने कुराहरू त म हजुरहरूको लागि डेफिनेटली लिएर आउने नै छु। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो टिल द एन्ड। किप सपोर्टिङ, प्लिज सब्सक्राइब। थ्याङ्क यू।